हेलो एभ्रिवान, आज म हजुरहरूलाई चिकन रोस्ट बनाएर देखाउँदैछु। फर्स्टमा चाहिँ मैले चिकनलाई सफा गरिसकेर 2वटा एग राख्छु अनि अदुवा लसुनको पेस्ट अनि मासुमा राख्ने सबै मसला राखिदिन्छु। त्यसपछि मैले सोया सस राख्छु अनि भेनिगर राख्छु, 2 चम्चा कर्नफ्लोर राख्छु। हेर्दा पनि खाम देखियोस् भनेर कलर राखेको छु। कलर चाहिँ हजुरले नराख्दा पनि हुन्छ, अप्सनल हो। अनि तेल पनि राखेको छु, तेल पनि अप्सनल हो। त्यसपछि मैले ऑयल राखेर आफ्नै हातले सबै मसलाहरू एक आपसमा टाँस्ने गरी मजाले चलाउनु, सबै मासुको भित्र छिरोस् हाम्रो यो मसलाहरू। त्यसपछि मैले लास्टमा दही राखेर अनि त्यसलाई पनि एकछिन मजाले चलाउँछु। त्यसपछि मैले 30 मिनेटको लागि यसलाई रेस्टमा छोडिदिन्छु। तबसम्म मजाले म्यारिनेट हुन्छ हाम्रो चिकन। साइडमा मेरो तेल तातिसक्यो डिप फ्राई गर्नको लागि। एउटा पिस गरेर मैले सबै चिकन डिप फ्राई गर्छु। मैले यसरी गराउने गरेको छु रोस्ट। हजुरहरूले कसरी गराउनुहुन्छ मलाई पनि सिकाइदिनु होला, कमेन्टमा भन्नु होला। मेरो तरिकाले पनि बनाएर खानु होला, एकदमै मिठो हुन्छ। भिडियो मन परेछ भने हजुरहरूलाई लाइक कमेन्ट चाहिँ गरिदिनु होला।